आदरणीय दर्शक महानुभावहरू, यो तपाईहरुलाई चाहिँ मेरो सानो प्रयास देखाउन लागिरहेको छु। यो लगभग चाहिँ निकै साल भयो मैले यो चाहिँ कलमी बिरुवा रोपेको। जुन बेला मैले यो कलमी बिरुवा रोपे त्यो बेला सुन्तलाको महत्त्वको बारेमा मैले त्यति बोध अथवा चाहिँ मलाई ज्ञान थिएन। अहिले सुन्तलाको चाहिँ मलाई बोध ज्ञान भइसके पछाडि चाहिँ अब केही हुन्छ सुन्तला रोप्दाखेरि नगदे बालीको रूपमा यसलाई हामीले पनि उत्पादन गर्न सकिन्छ र आय आर्जन गर्न सकिन्छ भन्ने एउटा चाहिँ ध्येयका साथ मैले यो बिरुवालाई अब यो मलखाद दिनको लागि चाहिँ खाडल खन्दैछु। अब यो यस्तो बोट रहेको छ, यसपालि केही फल्यो भने अब आगामी साल चाहिँ यो एउटा बोट बराबर चाहिँ मैले चाहिँ लगभग चाहिँ 100 दाना कम्तीमा फलाउने मेरो टार्गेट रहेको छ। 100 दाना भनेको 10 रुपैयाँ दानाले जाँदाखेरि 1000 पर्यो। अब यो चाहिँ अब केही छापोहरू छ, यसलाई उक्याएर फेरि म यसलाई चाहिँ अब मल खाद दिनको लागि चाहिँ खाडल खन्ने छु है त दर्शक महानुभावहरू। दर्शक महानुभावहरू यस्तै छ है त। अब यसलाई चाहिँ मैले यो हाँगा काटिसकेको छु। सबै हाँगा काटेर यसलाई चाहिँ मैले बोडो पेस्ट बोडो मिक्सचर पनि लाउने काम गरिसकेको छु है त। अब हेरौँ फेरि पनि भने यो एक बोट बराबर चाहिँ मैले 100 दाना चाहिँ लक्ष्य गरेको छु। 100 दाना मैले उत्पादन यहाँ गर्न सकेँ भने 1000 हो। यो एउटा चाहिँ मैले होप राखेको छु, हेरौँ कस्तो हुन्छ। अब यो अलिकति अझै यसलाई चाहिँ यसरी मल खाडल चाहिँ बनाउनु पर्छ है त। मल खाडल यसरी वरिपरि बनाएर प्राङ्गारिक गोठे मलहरू र केही रासायनिक मलहरू म लाउने छु यसमा। रासायनिक मल भनेको युरिया चाहिँ म लाउँदिनँ, किनकि युरिया भनेको चाहिँ अहिले सबैले चाहिँ प्राय सबैले नलगाउँ भन्छु म। किन भन्दाखेरि चाहिँ युरिया भनेको चाहिँ उर्वरा शक्ति माटोको बिस्तारै त्यसले कम बनाउँछ र चाहिँ माटोलाई एकदमै टाइट बनाउँछ। त्यसले चाहिँ माटोको चाहिँ उर्वरा शक्ति कम गराउँछ र युरिया मलले धेरै चाहिँ के देखियो भन्दाखेरि चाहिँ युरिया मल मात्रै प्रयोग गर्दाखेरि प्राङ्गारिक मलहरू गोठे मलहरू प्रयोग नगर्दाखेरि युरिया मलको मात्रै धेरै नै खालको प्रयोग गर्दाखेरि चाहिँ माटोहरू किटिएको, माटोहरू बाँधिएको, कसिएको, उर्वरा शक्ति कम भएको अनि अन्य वृक्षहरू बोट बिरुवाहरू जस्तै पहाडमा दुधिलोहरू अहिले पुरै छैन, मरेर गएको छ। अन्य चाहिँ के अरे खाद्य वस्तुहरूलाई पनि त्यसले असर गरेको छ। त्यसले चाहिँ गर्दाखेरि चाहिँ मान्छेको अब श्वास प्रश्वासमा समस्या विभिन्न रोगहरू आइरहेको युरिया मलकै कारणले म चाहिँ भन्छु। र प्राय सबै चाहिँ एउटा स्थानीय तहदेखि लिएर चाहिँ यसलाई चाहिँ बन्देज गर्नेतिर लाग्नुपर्छ, मेरो मान्यता रहेको छ। यसरी खन्ने तर धेरै नै जराहरू यो अलि पाखामा गएको छ, यसलाई यसो बनाएर ढुङ्गा पनि पत्ता लाग्यो, ढुङ्गा चाहिँ राख्नु हुँदैन।
अब यति भए पछाडि म चाहिँ यहाँ अब भयो कृषि चुन लाउने, अनि कृषि चुनको साथमा जिङ्कहरू चाहिँ पाउडर लाउने। अहिले मसँग कृषि चुन चाहिँ छैन, जिङ्क पाउडर अनि केही डिएपी, त्यो पछाडि अब प्राङ्गारिक मल कम्तीमा पनि 3 डोको जति म लाउँछु। प्राङ्गारिक मल चाहिँ केही बङ्गुरको छ भने, अनि 2 डोको जति चाहिँ भैँसीको पाडाको मल रहेको छ, त्यो लिएर लाउँछु। दर्शक मानवहरू सुझाव दिनु होला, यो के गर्नुपर्छ। मेरो यो पहिलो प्रयास, पहिलो अनुभव हो। अब यसको वरिपरि चाहिँ सबै झारको लागेको छ। यो चाहिँ पछि गएर सानो हाते ट्र्याक्टर ल्याएर चाहिँ त्यहाँ जोतेर यो झार चाहिँ उम्रन नदिने मेरो लक्ष्य रहेको छ, ताकि सुन्तलालाई चाहिँ गोलमेल र खाद्य तत्त्व पुगिरहोस्। यति भए हुन्छ यसलाई। अब म दर्शक मानवहरू अर्को बिरुवातर्फ गएँ। यो बिरुवालाई पनि मैले हाँगा काट्ने काम, छाटकाट गर्ने काम गरिसकेको छु भने अब यो फुल फुल्नको लागि चाहिँ कोटाउन सुरु गरिसकेको छ। अलि मेरो बुझाइमा चाहिँ, विचारमा चाहिँ अलि ढिला भइसकेको छ। यसलाई चाहिँ यो मलखात गर्नको लागि अलि मसँग फुर्सद समय हुँदैन। आज अलि फुर्सदको समय प्राप्त भएर म यसलाई गर्न लागिरहेको छु। अब भने यसको म पहिला झारहरू हटाएर यता भित्तातिर राख्छु। भित्तातिर राखेर कुनै बेला यसलाई चाहिँ जलाउँछु, या त फेरि पछि सुकेपछि माथि राख्छु। र अहिलेलाई भने चाहिँ यो हटाएर चाहिँ फेरि यसको वरिपरिमा अब खाडल बनाएर चाहिँ अब मल खादको लागि तयारी गर्छु है त। हुन त यो छापोको राम्रो काम गरिरहेको रहेछ। यहाँ सबै चिसो छ, पातहरू पनि कुहुँदै रहेछ। यसो गऱ्यो भने धेरै राम्रो हुन्छ। गनेउला पनि यहाँ आएर चाहिँ बस्छ र गनेउलाले चाहिँ यो कुहेको पातहरू खाएर चाहिँ थप यो माटोलाई बुरबुराउँदो, उर्वरा शक्तिमा चाहिँ टेवा पुर्याउँछ र चाहिँ बिरुवालाई थप चाहिँ खाद्य तत्त्व दिनमा गनेउलाहरूले पनि सहयोग गरिरहेको हुन्छ भने। अब यसलाई चाहिँ मैले हटाउँछु नै, हटाएर वरिपरि म डोब बनाउँछु है त। झारहरू चाहिँ फाल्नुको अथवा उक्केर यसरी गर्नुको अर्थ के पनि हो भन्दाखेरि चाहिँ, यहाँ चाहिँ केही बिरुवाहरू मैले थालेँ, लगाएँ, तर यही बिरुवा चाहिँ यहाँ जागिदियो। यसको जरा चाहिँ यो मुनि गइदियो माटोमा। र सुन्तलाको चाहिँ के भइदियो भन्दाखेरि चाहिँ खाद्य तत्त्व चाहिँ यो यसरी जराहरूले पनि के गर्यो त भन्दा खाने काम गरिदियो। र त्यही भएर एकचोटि चाहिँ मैले यो उकाउने नै निर्णय गरेँ। यसरी सुकेको राम्रो हो। यो चाहिँ यो मर्नुपर्ने, तर यो मरेन, बाँचिदियो। यसले चाहिँ के भइदियो, सुन्तलाको खाद्य तत्त्व खोसेर खाइदियो।
अनि दर्शक महानुभावहरू यो सुन्तलाको चाहिँ पातमा चाहिँ कालो लागिलाग्ने कामहरू भएको छ। मलाई लाग्छ यो वर्षको चाहिँ अब बर्सातको क्रम सुरु भए पछाडि एकपटक त पानी परिसक्नु पर्ने हो, तर पानी अहिले परेन। अस्ति अलिअलि परे गइहाल्यो। अलि मजाले पानी पर्यो भने सायद यो पखालिन्छ कि भन्ने मेरो एउटा बुझाइ। पानी पर्न सकेको छैन। यो लाइ चाहिँ के कारणले गर्दा लाग्यो र के को चाहिँ यसलाई चाहिँ अब प्रयास गर्दा समाधानको पाटो गर्दाखेरि जान्छ, यो पनि बताइदिनु होला। अब यो झार चाहिँ पछि उखाल्दै जाने। अहिलेलाई भने यहाँबाट चाहिँ खन्ने काम म गर्छु, तर अलिकति यहाँ उकाउनै पर्यो। यो चाहिँ जरा, यो चाहिँ दर्शक महानुभावहरू यो यसको हो। यो माथिल्लोपट्टि यसलाई चाहिँ नेपालीमा जाइफुल भन्छ। जाइफुलको जरा आएर यसलाई यसको खाद्य तत्त्व सुन्तला खाद्य तत्त्व खाने काम गर्यो। यसलाई म क्रमिक रूपमा अहिले फेदै सहित यसलाई म काटिदिन्छु। मैले औजार पनि लिएको छु, आरो र खुकुरी। यस्तो जराहरू आउनु हुँदैन। यहाँ यतापट्टि अरू पनि रुखहरू रहेको छ। यो रुख चाहिँ ढालिदिनु पर्ने हुन्छ। म अझै ढालिदिन्छु होला एक दुईवटा चाहिँ। ए जरा त यसरी अनि दर्शक महानुभावहरू यस्तै जरा चाहिँ यसरी काटिन्छ। यो काट्नु राम्रो हो कि होइन यो पनि बताइदिनु होला। अनि सुन्तला विशेष गरी चाहिँ दर्शक महानुभावहरू कस्तो माटोमा हुन्छ। यो चाहिँ अलि बलौटे माटो हो। मैले अन्य
अन्त यता बारीतिर रोपेको चाहिँ चिम्ट्याइलो माटो छ। चिम्ट्याइलो माटो रातो चिम्ट्या पनि होइन, कालो चिम्ट्या पनि होइन, गहुँ गोरो वर्णको चिम्ट्या रहेको छ। चिम्ट्या चाहिँ अत्याधिक चिम्ट्या छ दर्शक महानुभावहरू। त्यो चिम्ट्याइलो माटोलाई चाहिँ अब उर्वरयुक्त र चाहिँ सुन्तला फल्न लायक बनाउनको लागि चाहिँ कस्तो चाहिँ के अरे म एउटा चाहिँ किसान भएको नाताले त्यसलाई चाहिँ के गर्न सक्छु, कस्तो चाहिँ के अरे मबाट प्रयास हुन सक्छ त्यो पनि बताइदिनु होला। यस्तो बनाएँ। अब यो यहाँनिर चाहिँ म मल लाउँछु। पहिला कृषि जिङ्क लाउँछु, त्यो पछाडि भनेको केही डिएपी मल लाउँछु अनि प्राङ्गालिक मल लाउँछु है त। यस्तो छ, यहाँ निकै फलेको थियो भने साह्रै मिठो पनि रहेको थियो। अब हेरौँ, यो वर्ष 100 दाना क्रस गराउने मेरो लक्ष्य रहेको छ भने वरिपरि यस्तो छ। यो बिरुवाहरू काटिन्छ। यहाँ अनारका बिरुवा थियो, मैले काटिदिएको छु। फेरि यसलाई म काटिदिन्छु आज पनि। उम्रेको यो मुनाहरू, यो रुख काटिदिन्छु। त्यो अर्को गगुन पनि काट्नु छ। अब यो एउटा आल्चा हो, आल्चा भन्छ, साह्रै मिठो हुन्छ यो। अब जेठको अन्तिममा पाक्छ यो। यो चिउरेको बोट यो चाहिँ राख्छु। यो राख्नुमा किन फाइदा छ भन्दा अब यहाँ मैले मौरी चाहिँ पाल्ने लक्ष्य राखेको छु। 2 घार जति सुरुमा 2 घार मौरी पाल्यो भने अब यो फुलेपछि टन्नै योबाट चाहिँ मौरीको रस उत्पादन हुन्छ। अब अहिलेलाई भने यस्तो रहेको छ है त। अब यो जराहरू अघि मैले भनेको थिएँ, यो सबै गाई फुलको यता आएर यो चाहिँ यता आयो। अब हुन त यो माथि त्यसलाई मारे पनि तल जरा कायम रहिरहन्छ। त्यही पनि यसलाई माथि मारे भने पनि खाद्य तत्त्व कम शोषण गर्छ यसले। यसरी बनाइदिने हो। ल यो बोट मर्यो। ल
काटिदिएको छु। हजुर त्यहाँ उलिएर आऊ त। खाटमा छ त्यो जिङ चक्कीको पाउडर र पतानमाथिको DAP को त्यो प्लास्टिक लिएर आऊ त। यहाँ एकजना साथी आएको छ। आराले भित्र काटिदिन्छु मैले। अब भने यसलाई यतिकैमा छाडेर म मल व्यवस्थापनतर्फ लाग्छु है त, अर्थात् मल ल्याउनको लागि अगाडि बढ्छु। बस्नु है, बस्नु साथी हो। ल ल ल आएको ल। अब चाहिँ दर्शक महानुभावहरु म मल बोक्नको लागि तयारी हो। त्यो भन्दा अगाडि म चाहिँ जिङ चक्की अब लाउँदैछु। यहाँ जिङ पाउडर जिङ चक्की यसरी लगाइदिन्छु सुरुमा। उतै पर खलामा लाने भने के यता हैन, उतै परतिर मत मल ल्याउने कि परबाट उता परतिर के परतिर परबाट मल ल्याउने के पर खलातिर लैजान। यो भनेको चाहिँ अब यसरी DAP राखिदिन्छु है त। अब मेरो यो चाहिँ पहिलो अनुभव है, हेरौँ कस्तो हुन्छ। अब यो मल बोक्नुभन्दा अगाडि DAP मल लाउँदैछु लगभग है। भिडियो बनाउँदैछु यहाँ। यसरी मल पर के अरे बस्तीको ठाउँबाट, पाडाका ठाउँबाट। अनि त बेलुका चाहिँ पर पुऱ्याइदिएन ल। यस्तो रहेको छ। अब म यहाँ मल लिएर चाहिँ वरिपरि लगाएर चाहिँ पुर्छु, छापो लाउँछु है त, अनि पानी लाउँछु।
अब यो चाहिँ दसौँ मानवहरू प्राङ्गारिक यो गोठे मल एवं रीतले यसरी अब गोठे मल चाहिँ यसरी लाउने हो।